हजुर दिदी नमस्ते। नमस्ते। तपाईँको नाम के भयो? श्वेता। श्वेता म्याडम है। तपाईँले यो क्युर सेल कहिलेदेखि खानुभएको? कति दिन कति जस्तो भयो? दिन भयो? 6 दिन जस्तो भयो। 6 डेज जस्तो भयो है। अनि तपाईँले यो खाएर चाहिँ अहिले के हो, कस्तो फिल हुँदैछ? एकदमै राम्रो। पहिला त डल्लो परेर बस्थेँ हो। हजुर, हातहरू क्या अब उयोहरू भएको जस्तै कामै गरे जस्तो है। घबराहटहरू हुन्थ्यो मलाई हो। हजुर हजुर मलाई हजुर पनि सुगर पनि छ। हजुर 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 अन्त यो खाएको 2 दिन बादमा नै मलाई त एकदमै राम्रो भयो। राम्रो भयो है। अन्त अहिले तपाईँको मतलब कस्तो हुँदैछ तपाईँलाई अहिले? अहिले त्यस्तोहरू केही बक्सिनँ। पुरा डक्टरहरू देखाएँ। हार्टको इसिजीहरू डल्लै गरेँ हो। हजुर 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 थुप्रै कहाँ सिलगढीदेखि लिएर कहाँसम्म गएँ हो। हजुर 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 दबाईहरू त यति यति खानु पर्थ्यो। मुरै सक्दिनँ थियो, म हुँदैन थियो। हजुर हजुर हिँड्नै सक्दिनँ थियो। डल्लो परेर मात्रै बसिरहेको थिएँ। हजुर 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 अहिले त तपाईँको मजाले डेली बसी जाँदैछु। ए हजुर लु एकदम लु राम्रो भएछ, खुसी लाग्यो है तपाईँको कि हजुर। एकदम मजाले कन्टिन्यू खानु चाहिँ ल, अझै मिराकल रिजल्टहरू आउँछ तपाईँको हो। अन्त यो विषयमा के भन्नुहुन्छ? यो प्रडक्ट चिज एकदमै राम्रो लाग्यो मलाई चाहिँ यो चाहिँ। राम्रो लाग्यो है। हजुर, ए त्यही त हजुर मैले आमालाई पनि भने, आमालाई पनि खानु भनेको। हजुर हजुर हुन्छ हुन्छ एकदम थ्याङ्क यू है ल तपाईँलाई एकदमै हुन्छ। तपाईँको राम्रो टेस्ट पनि निको लाग्यो है ल। हुन्छ।